हेलो वेलकम ब्याक टु अनदर न्यू ब्लग। आजको हाम्रो ब्लग चाहिँ है जन्ती जाने दिनको ब्लग हुनेवाला छ है। जन्ती जानको लागि चाहिँ हामी सबै रेडी भइसकेका छौँ है, सुटबुस कसेर। आज चाहिँ अङ्कलको छोरीको बिहे हो है, सो त्यही भएर अङ्कलको छोरीको बिहेको हामी चाहिँ जन्ती जानलाई एकदमै रेडी भइरहेछ सबैजना है। हिँडिसक्नुभयो मम्मीहरू पनि, तर मम्मीहरू चाहिँ जानुहुन्न है त। मम्मीहरू चाहिँ जनता जानुहुन्न, हामी जाने हो। अनि मम्मीहरू चाहिँ जस्ट अब दिदीलाई बिदाई गर्नु पर्यो नि त, अनि दिदीलाई बिदाई गर्नको लागि चाहिँ घरसम्म जाँदै हुनुहुन्छ है त। ल अब हामी चाहिँ हाम्रो चेलीबेटीहरू पनि हेर्नु कस्तो कस्तो भएछ आज ड्रेसअपमा। यहाँ चाहिँ हाम्रो मम्मी हिँड्दै हुनुहुन्छ, अनि अगाडि चाहिँ भाउजू हुनुहुन्छ, अगाडि फुपू हुनुहुन्छ, त्योभन्दा अगाडि चाहिँ हाम्रो चेलीहरू हुनुहुन्छ है त। चेलीहरू चिटिक्क है ढाकाको साडीमा लिम्बुनीहरू चिटिक्क बन्नेर चाहिँ जाँदैछन्। तर बाटो एकदम पानी परेर है एकदमै बिग्रेर है यस्तो भएछ, हिलम्मै भएछ। अनि तर पनि ठिकै छ। अब मकै पनि ठिक्क गोड्ने बेला हुनु आँटिरहेको थियो। अब जनता जाने कि मकै गोड्ने कि है, पुरा तनाव भइरहेछ। ल त्यहाँ चाहिँ हाम्रो चेलीहरू हिँडिरहेछन् है त। आज पनि पानी आउला जस्तो छ त। अनि त्यो बहिनीहरूलाई त त्यसै पनि एक्साइटेड होला नि उनीहरू त। यस्तो छ बाटो। अनि तँलाई चाहिँ कस्तो लागिरहेछ केटा? यो चाहिँ भाइ हो है, भाइ चाहिँ बन्दुके हिँडेको है। यो भाइ चाहिँ बन्दुके। हाम्रो लिम्बूहरूको चाहिँ अब जस्तै कुनै छोरी चेली होइन माग्ने भएर है लाँदैछ भने चाहिँ बन्दुके भन्छ। बन्दुके दुईजना जानुपर्छ। तर म पनि फर्स्ट टाइम हो है। अब के काम गर्छ बन्दुकीले के काम गर्छ त्यो चाहिँ थाहा छैन, तर पनि जे काम अराए पनि त्यो चाहिँ गर्ने हो भनेर हिँडेको मात्रै हो अरे नि। ओके। अनि हाम्रोतिर चाहिँ एकदमै पानी परेर है कामहरू पनि केही पनि गर्न खासै दिइराखेको छैन होइन। अनि तपाईँहरूकोतिर कस्तो छ अहिलेको मौसम होइन, तपाईँहरूले पनि यसो मेन्सन गरिदिनु होला कमेन्टमा है। हाम्रोतिर चाहिँ पानी परेर मकै ठिक्क गोड्ने बेला पनि भइरहेछ। कुनै ठाउँ मकै छरेकै छैन है। अहिले वैशाख लगभग अन्तिम भइसक्यो नि त, मकै छर्नु पर्ने हो। मकै छर्ने समय चाहिँ लगभग छुटिसक्यो क्या, कुनै ठाउँ गोड्ने बेला भइसक्यो। ठिकै छ। बिहे पनि एकदम होइन वैशाखको महिनामा बिहे भएकै छ है। यस्तो बिहे छ लटरमै होइन। आज 23 गतिदेखिको बिहे 26-27सम्म होइन रेगुलर बिहे छ, नन स्टप के पुरै। आज पनि तल बिहे भइरहेछ है। अब हामी चाहिँ यसरी जाँदैछौँ बेहुलीको घरमा है। मम्मी आउनुहुन्छ अलि साइडमा हिँड्नु है। चस्मामा त कमेन्ट ओभर आयो त गाइस। चस्मा त ओभर, चस्मामा त ओभर कमेन्ट आइरहेको छ। गुच्चीको हो फेरि है, फुपूले चाहिँ पुरा होइन के भन्दै हुनुहुन्छ। ठिकै छ। यता हेर न है, हेर न। त्यो चाहिँ मेरो बहिनी है, यो अगाडिको चाहिँ है पुरा सानमा छन् है। आज पुरा सानमा छन् दिदीको बिहेमा भनेर है, यस्तो सानमा छन्। फाइनली अब चाहिँ हामी बेघरमा आइपुगिसकेका छौँ है। हाम्रो बेघर चाहिँ यहाँनिर हो है टक्क। सबैजना यो चाहिँ हामी जन्ती जाने गाडी, बेहुलाको गाडी हो होइन। हाम्रो गाडीमा अगाडि ल कस्तो ल तुम्बा हुनुहुन्छ है, तुम्बा
अब चाहिँ टिकाटालो हुँदैछ यहाँ चाहिँ है यहाँ चाहिँ हाम्रो तुम्बा हुनुहुन्छ मजाले अब यहाँ यसरी टिकाटालो हुन्छ टिकाटालो भइसकेपछि चाहिँ अब यहाँबाट बिदाई गरेर पठाउनु पर्छ है त बाजेलाई बोलाउँ अब बिस्तारै बिस्तारै मिलाउँदैछ बेहुली छ कि एउटा त छ उसको बेहुलीको बुवा हुनुहुन्छ है हाम्रो काका हो है अगाडि चाहिँ हाम्रो काकी हुनुहुन्छ काकी हुनुहुन्छ बेहुलीको आमा टिका लाउँदै हुनुहुन्छ टिका लगाइसकेपछि चाहिँ टिकाको कार्यक्रम सकेपछि यहाँबाट चाहिँ बेहुलीलाई चट्ट है बिदाई गरिदिनुहुन्छ बिदाई गरिसकेपछि चाहिँ हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ बेहुलीलाई पुर्याउनको लागि बेहुलाको घरसम्म है सबैजना जाने हो है यो बहिनी पनि जाने हो फोन आइरहेको छ काका हुनुहुन्छ छोरी त जाँदैछ त अनि छोरी जाँदैछ त अनि काका खोइ छैन जान टिका सिका लगाइदिनु सन्त काका चाहिँ रुनुहुन्छ ल टिकाटालोको कार्यक्रम यहाँ चाहिँ चलिरहेछ है उहाँ चाहिँ हाम्रो बोजू हुनुहुन्छ है बेहुलीको बोजू हाम्रो बोजू अन्त अगाडि गएर देखाउँछ नि यहाँ बसेर त्यसमा भन्न 1 मिलियन माया गर्नु मेरो छोरीलाई भन्नु आमाले चट्ट अहिले टिका लगाइदिँदै हुनुहुन्छ बेहुला बेहुलीलाई होइन नि आँसु आएको हो नि काका त्यस्तो हुँदैन नि त्यस्तो डुप्लिकेट हुँदैन उहाँ चाहिँ हाम्रो आमा हो मेरो आमा हो है त अब चाहिँ बेहुलीको र बेहुलाको अन्तिम ढोकभेट है अब चाहिँ बिदाई हुनु आयो त्यहाँनिर ढोकभेट गर्दै हुनुहुन्छ है बोजू काका काकी दाजुहरूलाई अब चाहिँ बिदाई हुन्छ अब हामी जानुपर्ने हुन्छ फाइनली गाइज आमा बेहुली त के साह्रो राम्री भएको अनि मेकअपले हो कि ओरिजिनल हो निकै काली काली अब चाहिँ हाम्रो बिदाई हुन आँटेको है यहाँ चाहिँ बेहुला बेहुलीको अब बिदाई हुन्छ त्यसपछि हामी यहाँबाट फाइनली जानुपर्ने हुन्छ गाडीहरू रेडी भइसकेको छ है
अब चाहिँ यहाँ गाडी पनि रेडी भएको छ है गाडी रेडी भइसकेको छ यो सिङ्गार पटार खासै त्यस्तो स्पेसल चाहिँ गरिएन किनभने अब बाटो यस्तो छ यस्तो छ बाटो अब यो कच्ची बाटोमा होइन अनि भरे सिङ्गार पटार गऱ्यो भने पनि सबै फोहोर लाग्ने हो कि भनेर खासै सिङ्गार पटार चाहिँ गरिएन फाइनली अब हामी चाहिँ जानुपर्ने हुन्छ है बेहुली आइसकेको छ ल लोकन्दीहरू है त लोकन्दीहरू बेहुली अगाडि त्यो लोकन्दीहरू पनि आउँदैछन् है त सबै जाने हो है लगभग हामी बेहुलीलाई पुर्याउन जाने लगभग 18 त्यस्तै 18 जना जति भइन्छ होला ल ल ल फाइनल्ली लाग्यो गाइस ल अब हामी चाहिँ गइयो है परतिर मेरो झोला छ त लाठी परतिर अब चाहिँ फाइनली हामी चाहिँ जानुपर्ने हुन्छ होइन किनभने पानी पनि पर्न थालिसक्यो अहिले त पानी पनि आउनु थाल्यो क्या अब पानी आयो भने चाहिँ अब कच्ची बाटो जानुपर्ने हुन्छ नि त कच्ची बाटोमा अलिकति गाडी चिप्लिने होइन भरे अलिक अब त्यस्तै छ बर्खायामको बाटो अलिक डेन्जरै हुन्छ सो अब हामी चाहिँ फाइनल जान आँट्यौँ जानुपर्ने हुन्छ छिटो छिटो ल अब चाहिँ फाइनली हामी लाग्यौँ है बेहुली आउँदैछ ल ल ल छिटो अगाडि अगाडि बेहुला बेहुली उहाँ बस्नु न अगाडि को लु त्यसो भए यता खोल त यताको काम ल जाऊ त यहाँ 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 यता यता किन यो बन्द गरेको कान्छी यता पो त अगाडि पो त होइन होइन यहाँ यता यता बेहुला बेहुली अगाडि लकर्दै उता जहाँसुकै बसोस् न उनीहरू कहाँ बात यतिजना उठ्नु पर्यो नि कन्यानु मिनिस्र बोकेन कसले के गर्छ अनि ल लु ल नानीहरू यता बस्नु चाहन्छ ल यहाँ बेबी चाहिँ तल्लोपट्टिबाट बस्दा नि हुन्छ त आउँदैछ त मुनि हुन्छ के हो ल बस बस पस्यौ हजुर ओइ सम्झना यो सम्झाए त हेर्न यहाँ हेर्न ल नजाने खालको काकी तुम्माहरू सबैजना त्यहाँ बेहुलीलाई बिदाई गर्दै हुनुहुन्छ है अब हामी चाहिँ जान्छौँ यार एक्साइटेड खोइ अनि रुको छैनस् त कस्तो यार रुनुपर्छ नि भेन सेवारो खोइ अनि के हो यार तपाईँ बोल्नु नि हुन्न हाँस्नु नि हुन्न यस्तो अहिले त हाँस्ने बेला हो नि यार खोइ बोल्नु पनि हुन्न के हो कि बाजे छ रातभर बाजेको हो ए खोइ रुँदैनस् त अनि
हेर त ऊ हाम्रो तुम्मा हाम्रो मम्मीहरू भाउजूहरू अब सबैलाई छोडेर जाँदा खोइ आँसु झर्दैन त अनि छ्या 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 हैन यो चाहिँ कसले बनायो यति साह्रो कठोर के मजाले टाङ्नु नि हो के गरी बनाएको त्यो फाइनल्ली अब चाहिँ लाग्यो गाइज हामी है बेहुला बेहुली अगाडि हामी पछाडि है ल बाई बाई लग्यो है ल गयो बन्दुक सन्दुक केही भेरिएन ल शुभयात्रा गयो खोइ दिदी त कहाँ गयो गङ्गा दिदी कहाँ गयो छैन ल टाटा छोरी हामी चाहिँ लाग्दैको ल अब चाहिँ हामी लाग्दैको है गाइज बाटो अलिक अप्ठ्यारो छ है अर्को गाडी पारी आउँदैछ है हामी चाहिँ अगाडि हाम्रो चाहिँ भाले गाडी परेछ नि त बेहुला बेहुलीलाई भाले गाडीमै राखिएछ है त्यहाँ आउँदैछ बाटो अलिकति अप्ठ्यारो छ है पानी परेर होला अलिकति बाटो अप्ठ्यारो छ काङ्ग्राङ किङ्ग्रिङ छ है फाइनली हामी है कच्ची बाटो कटिसकेका छौँ है अब चाहिँ हामी पिचको बाटोमा हामी निस्केका छौँ डाँडा जाउँ न त्यहाँबाट सबै बटुलेर लगौँ न अब अहिले सबैजना चुपचाप हुनुहुन्छ किनभने भोक लाग्यो होला नि त होइन सबैजनालाई त्यही भएर अहिले चाहिँ चुपचाप बस्ने कसैलाई अब त गाडी लाग्नु थाल्यो होला है गाडी लागेपछि बोल्न मन लाग्दैन नि त यसो चुपचाप बसिराख्नु भएको छ सबैजना बेहुला बेहुली चुपचाप बेहुला बेहुलीको त जुन बोलचाल केही छैन यस्तो हुँदो रहेछ यार माघी भे भनेको चिज चाहिँ नि पहिलोचोटि भेट होइन त्यही भएर खासै क्लोज पनि हुनु नपाउने त्यही भएर खासै अब कुराकानी पनि नहुँदो रहेछ हेर्नु त अगाडि नपत्या है यो चाहिँ हाम्रो नवमी बजार 5 तारिक एकदमै पुरानो बजार हो है यो चाहिँ अब यहाँबाट हामीले 2-4 जना यहाँबाट पनि लानुपर्ने हुन्छ सो त्यसैले हामी चाहिँ नवमी बजार निस्केको हो है गाइस फाइनली हामी चाहिँ यहाँबाट पनि हिँडिसक्नुपर्ने हुन्छ देवीलाई पनि रिसिभ गरेर है जान्छौँ रिटर्न गरेर कोहीको चाहिँ तयारी भएछ बमिट गर्नलाई ल अब हामी चाहिँ हिँड्यौँ है त ल फाइनली अर्को गाडी छ अगाडि छ अगाडि बसिरहेको छौँ अब हामी चाहिँ लाग्यौँ हाम्रो गुरुजीहरू यहाँ चाहिँ गाडीलाई टक्क होइन पेट्रोल खुवाउँदै हुनुहुन्छ पेट्रोल पस्छ कि डिजेल पस्छ गाडीमा अन्त यो गाडीले पेट्रोल खाने हो कि डिजेल हो डिजेल हो डिजेल खाँदैछ है देविन दाई हुनुहुन्छ त्यहाँ यहाँ बहिनी उभिरहेको छ त्यसलाई बमिट लाग्यो होला है प्रायः नुन खाएको कुखुरा जस्तो घोपेर बसिरहेछ है अब हामी चाहिँ पिसाब सिसाब फेरेर लाग्नुपर्ने हुन्छ चाँडै है ल फाइनली अब हामी चाहिँ यहाँ पावा सारताप आइपुगिसकेछौँ अब चाहिँ यहाँदेखि जुन देखाइराखेको हो यहाँदेखि यता चाहिँ झापा इलाम झापा जाने बाटो हो यहाँदेखि यता अब हाम्रो डेस्टिनेसन जाने बाटो हो यो चाहिँ है अब चाहिँ यस्तो चिसो हुन थाल्यो कि आम्मामा यो भाइहरू चाहिँ हुटमा चढ्छौँ भन्दै थियो उयो भाइहरू हुटमा त हुँदैन जाडो छ भनेको मैले देविन दाई हो हाम्रो दाई हो है चाहिँ लगाइ चाहिँ यस्तै छ है अब जे जस्तो भए पनि होइन जानै पर्यो त्यो चाहिँ चरा देखिँदैन अब यहाँबाट हामी चाहिँ खाजा पानी गरेर है चाँडै जानुपर्ने हुन्छ अहिलेको दिउँसोको समयअनुसार अहिले कति बज्यो अहिले चाहिँ चरा पनि देख्न सक्नुहुन्छ के हो यो चराहरू यस्तो आमामा के चरा हो यिनीहरू ल अहिले चाहिँ यो ठ्याक्कै होइन
5 बजेर त्यस्तै 20 मिनट जति गइसकेको छ है ढिला भइसक्यो अब चाँडै नै जानुपर्ने हुन्छ किनभने अब योभन्दा ढिलो भयो भने त चिसो चिसो पनि हुन थालेछ अब चाहिँ चाँडै जानुपर्ने हुन्छ है अब खाजा खानेकुरा गर्दै हुन्छ होइन खाजा चाहिँ खानुपर्छ होला है यहाँ चाहिँ यस्तो भइरहेछ कि है पुरा है यो हुसियाइ लागिरहेछ होइन चिसो चाहिँ एकदम यस्तो चिसो छ कि आमामा भन्नै सकिँदैन है यो बेलामा चाहिँ 3 पानी स्वाट एक गिलास है वाउ छुट्टै मजा आउँथ्यो होला तर के गर्नु छैन र पो त छैन ठिक छ केही छैन तर बेहुलीको हालत खराब भइसक्यो के हो मेकअप उड्यो कि के हो अलि त काली भइसक्यो कि त अलिक गोरी गयो चिसले हो कि के हो अहिले त अलिक काली भइसकेको छ है यहाँबाट हामी अब कति लाग्छ अरे पुग्नलाई हामी पुग्नु कति लाग्छ अब 2 घन्टा मात्रै कस्तो जाडो अरे यहाँ त फुल कस्तो दामी के फेरि फुल दामी छ है ल अब चाहिँ फाइनल्ली है यहाँ चाहिँ हामी खाजा खान्छौँ अघि पनि भने है खाजा खाएर चाहिँ हामी हिँड्नुपर्ने हुन्छ है रात परिसक्यो उहाँलाई पनि लागिसक्यो यस्तो भएको छ यहाँको मौसम कस्तो जाडो होला तपाईँहरू पनि एकचोटि अनुभव गर्नु जाडो भइरहेछ भाइ हो पानी खाइरहेछ जस्तो चिसो साला के हो ल त आउनु नि त खाजा बसौँ न खाएर लाग्दै पो हाल्दैन हाम्रो खाजा खाने टोली जन्ती पनि कति धेरै हो नि फुका फुपू भाउजू टक्क गलीसँग आउनु भेना बस्नु न खोइ हाम्रो दिदी कहाँ जानु हो खोइ सम्झना खोइ भने फाइनली हाम्रो चाहिँ खाजा आइसक्यो थुक्पा आइसक्यो बहिनी र मेरो अर्डर अलिक छिटो हो अब भाइ दाईहरूको चाहिँ अर्डर आउँदैछ है त थुक्पा चट्टा अब हामीले खायौँ है झोल मोमो तातो वा लोकन्दीहरूले कडा खायो है बेहुली कस्तो छ मोमो खाँदिनँ नि म त मोमो बन्द म कति भन्नु कस्तो छ भाइ भन् त खा न भाइ गाउँमै बना न गुड कस्तो छ बब्बाल ल लुङ्गा खाइदेऊ न एउटा देविन दाईले छिटो खानुहुने रहेछ ठिक छ होइन त देविन दाई नो कम्प्लेन चाहिँ हुनु भयो ल जेस आजको दिन यत्तिकै रमाइलो हुँदै होइन बितिसकेको छ लगभग अहिले साँझको लगभग 6 पनि बजिसकेको छ है अब हामी चाहिँ जतिसक्दो चाँडो चाहिँ यहाँबाट छिटो नास्ता खाएर चाहिँ हामी चाहिँ लाग्नुपर्ने हुन्छ है किनभने रात परिसक्यो नि त रात छिप्यो अब रात परेपछि भरे होइन फेरि पानी अहिले पानी झरेको समयमा पनि छ है पानी पऱ्यो भने अलिकति समस्या हुन्छ है गाडीहरू फस्ने गाडी चिप्लिने अनि फेरि त्यस्तै घटनाहरू पनि घटिरहेछ नि त सो अब हामी चाहिँ चाँडै नै लाग्नुपर्ने हुन्छ ओके अब हामी चाहिँ हाम्रो बेहुलीलाई टक्क होइन बेहुलाको घर पुऱ्याएपछि मात्र अब चाहिँ म चाहिँ भ्लग जोड्न चाहन्छु किनभने मलाई गाडीमा चाहिँ गाह्रो हुन्छ के ल अब चाहिँ हामी चाहिँ फाइनल्ली खाजा खाइसक्यौँ होइन पासाङ दिदी शेर्पा होटलले चाहिँ एकदम मिठो हामीलाई चाहिँ खाजा खुवाउनु भएको छ है आज अब चाहिँ फाइनल्ली हामी जानुपर्ने हुन्छ है अब अघि पनि मैले भनिसकेँ अब चाहिँ म एकैचोटि घर पुगेपछि मात्रै म चाहिँ ब्लगलाई जोड्न चाहन्छु ओके ल फाइनल्ली हामी चाहिँ अब बेहुलीको घरमा पुगिसक्यौँ बेहुली त के हो झन् कालो या बत्तीमा झन् कालो देखिँदो रहेछ भने यसो मेकअप खोइ छैन भने ल फाइनल्ली हामी चाहिँ पुगिसक्यौँ होइन त्यहाँ भाउजू हुनुहुन्छ
भाउजूको चाहिँ आज निकै चाकले दुःख पाएको छ होला त्यहाँ पछाडिपट्टि बाटो फेरि त्यस्तै होइन ल बेहुलीको साथी बेहुली है अनि यहाँ चाहिँ हाम्रो दोकानदी बहिनी छ अनि त्यहाँ चाहिँ हाम्रो काकी उभिराख्नु भएको छ यहाँ हाम्रो भाइहरू छ है ओभर जाडो यहाँ दाई हुनुहुन्छ है देवेन दाई हुनुहुन्छ ओभर जाडो छ है तर जाडो चाहिँ अब हामी चाहिँ अहिले चाहिँ उभिरहेछौँ है म यहाँ छु है अब उभिरहेछौँ मैले अब एकछिनमा चट्ट हामीलाई चाहिँ यहाँबाट पाहुनालाई स्वागत गरेपछि मात्रै हामी चाहिँ बस्न पाउँछौँ नत्र यतिकै उभिनु पर्छ अरे भन्नुहुन्छ मलाई खासै त्यो चाहिँ अब राम्रो थाहा छैन अब उभौँला न है ठिकै छ अब तपाईँहरूलाई म आजको भ्लगमा चाहिँ म सबै हाम्रो रीतिरिवाज कस्तो हुन्छ म एकछिनमा फाइनली सबै कुराहरू डिटेल्समा भन्ने नै छु है त्योभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई यहाँ कस्तो बनाएको रहेछ डेकोरेसन होइन बनाउनु भएको रहेछ म सबै कुराहरू म हेर्छु है देखाउँछु हेराउँछु तपाईँहरूलाई है त ल अब चाहिँ फाइनली हामी पुगिसकेका छौँ है त स्वागत गरिसक्नु भएको छ चट्ट यहाँ चाहिँ हाम्रो दिदी बहिनीहरू यहाँ कुरा गर्दै हुनुहुन्छ ल होइन भेजमा होइन स्ट्यान्डमा अन्तिममा सरदार बिरेम न ल अब चाहिँ हाम्रो यहाँनिर स्वागत कार्यक्रम भइरहेछ यहाँ चाहिँ दामी बनाउनु भएको रहेछ गेटहरू यस्तो दामी बनाउनु रहेछ ल ल ल आउनु न अब यहाँ चाहिँ हाम्रो स्वागत कार्यक्रम पानी नै पानी छ के यहाँ चाहिँ हाम्रो सरदार बाजेले चाहिँ यहाँ हाम्रो यो जुन हुन्छ नि बेहुली तर्फबाट गएको हाम्रो बन्दुके ठुलो बन्दुके उहाँ हुनुहुन्छ अलिकति बुझ्ने है अनि उहाँहरू चाहिँ त्यहाँनिर कुरा गर्दै हुनुहुन्छ अनि हामी चाहिँ बसिरहेछौँ है बेहुली बेना पछाडि हुनुहुन्छ अब चाहिँ फाइनल्ली लगभग हामी अन्तिम चरणमा छौँ आजको कार्यक्रमको यो कार्यक्रम सकेपछि चाहिँ हाम्रो बेहुली भित्राउने कार्यक्रम आजै होइन हुन्छ अनि त्यसपछि चाहिँ आजलाई रेस्ट हुन्छ अनि न्यू ब्लग चाहिँ भोलि आउँछ तर आजको जे हुन्छ त्यो सबै तपाईँहरूलाई म देखाउने कोसिस चाहिँ म गर्नेछु है अब तोङबा त खानै पर्यो केटा होला तोङबा खाएर न कस्तो हुन्छ दामी पोर्ट्रेट स्टाइलमा कहाँ छ तोङबा खा त एक सर्ट ओइ हाङ्गे तोङबा खा न तोङबा खा न हामी चाहिँ पुरा मेजमानीमा छौँ है अहिले चाहिँ दामी बेहुलीले पुरा सुँगुरको मासु खाइरहेछ अनि हामी चाहिँ तोङबा त खानै पर्यो लिम्बूको छोरा पो हो त यार तोङबा नखाएर हुन्छ तोङबा खाने हो क्या तोङबा खाने हो तोङबा खाएर नाच्ने हो ल कसलाई तोङबा मनपर्छ गाइज यसो कमेन्ट गर्नु होला है तोङबा मनपर्छ भने चाहिँ डाइरेक्ट पठाइदिन्छु म है यो चाहिँ मेरो बहिनी हो बहिनी चाहिँ ढुकिरहेछ त्यो लजाउँछ कि है त्यो लजाउँछ यो मान्छे त्यो पल्लोपट्टिको पनि मेरो बहिनी हो आज खतरा नाच्नुपर्छ ल आज हामी आँगन फुटाइदिने हो क्या नाचेर टिकेर फुटाइदिने हो है अहिले हामी नाचेको पनि देखाउँछौँ है गाइज